ल है साथीहरू रवि लामिछाने रिहाई भएको छन् होइन। अब रवि लामिछानेमाथि पनि धेरै ठुलो आश गरेको छ देशले जनताले होइन। अनि त्यो ठुलो आशाको कारणले चितवनको धेरै जनताले पनि रवि लामिछानेलाई दुईचोटि होइन अत्याधिक मतले जिताएको छन् रवि लामिछानेले केही गर्छ भनेर होइन। रवि लामिछानेलाई फसाउनका लागि यी बुढाहरूले यो स्पेसल्ली यो केपी होइन निकै ठुलो प्रयास गरेको हो। यसमा केपी मात्रै छैन, यसमा नदेखिदो हिसाबले होइन यसमा शेरबहादुरको पनि हात छ, प्रचण्डको पनि हात छ। झन् गगनले त कति उफ्रियो उफ्रियो होइन फसाउनको लागि उसको अस्तित्वै मेटिन्छ भनेर। अब यो कुरालाई मध्यनजर गर्दै होइन कुलमान, बालेन, हाम्रो अर्कजी होइन सम्पूर्ण एक छत्र एउटा बाटोमा आउनुपर्छ अनि मात्रै परिवर्तन हुन्छ। नभए फेरि यही बुढाले राज गर्छ है साथी हो, फेरि यही बुढाले राज गर्छ है फेरि फेरि।